सम्पूर्णमा जयमसी सबैजनालाई। आजको यो सुन्दर बिहान फेरि पनि हामी एउटा छोटो गवाई लिएर आएको छौँ अनि हाम्रो साथमा हुनुहुन्छ गवाई दिनुहुनेछ हाम्रो आदरणीय नारायण अङ्कल। उहाँले चाहिँ के छोटो मोटो हुन्छ नि गवाई भन्नुहुन्छ, यो सुनिदिनु होला है। ल अङ्कल, तपाईँले चाहिँ कसरी विश्वास गर्नुभयो यसो अलिकति के भनिदिनुहोस्। सबैले जयमसी। मैले अब प्रभुले पाउनुभन्दा अगाडि चाहिँ म एउटा न्याउरो समुदायमा जन्मेर हुर्केर आएको व्यक्ति हुँ है। र अनि मेरो जीवनमा अनि थुप्रै समस्याहरू, लुकेर बसेको समस्याहरू, जो समस्याबाट म चाहिँ छुटकारा पाउनुमा पीडित जस्तै भएको हिँडेको मान्छे। र मेरो बुवा झाँक्री काम टुर्नामेन्ट काम गर्ने भए तापनि म चाहिँ एउटा छुट्टै समस्या बिमारीको थिएँ। म चाहिँ त्यो अवस्थामा हुँदाहुँदै म चाहिँ रातभरि सुत्न नसक्ने, छोप्न आउने, अटाउन आउने त्यस्ता समस्याहरू, दिनमा पनि छोप्ने, त्यो ग्रस्त अवस्था भइरहेको अवस्थामा अनि मैले चाहिँ 51 सालमा चाहिँ मैले चाहिँ प्रभुले चिन्ने मौका पाएँ। र त्यो सुसमाचार सुनाउने व्यक्ति पनि पहिला चाहिँ झाँक्री हुनुहुन्थ्यो र उहाँ चाहिँ प्रभुले विश्वास गरेर पनि त्यसपछि मलाई सुसमाचार सुनाउनु भयो। र अनि मैले त्यो दिन चाहिँ मैले चाहिँ साँच्ची नै भने यदि मैले विश्वास गरेर मैले निको हुन्छु भने म किन विश्वास नगर्ने है। त्यो माहौलमा त्यो मात्र नभए त्योभन्दा अगाडि मैले चाहिँ अनि त्यस्तो अवस्थाहरू जस्तो पारिवारिक वातावरणले पनि म चाहिँ अवहेलना भएको बेलामा अनि त्यो बेलामा चाहिँ मैले म बाँचेर पनि काम छैन है यो अनि भन्ने अवस्थामा घरको परिवारबाट पनि त्यहाँ बाँचेर काम छैन भनेर अवहेलना गरेको अवस्थामा म सुसाइड गरेर हिँडेको गर्ने योजना गरेर हिँडेको बेलामा मैले चाहिँ त्यही माहौलमा मैले चाहिँ प्रभुलाई मैले चाहिँ चिन्ने मौका पाएँ, विश्वास गर्ने मौका पाएँ। त्यो दिन चाहिँ मेरो लागि चाहिँ के थियो, विशेष दिन थियो। सायद त्यो दिन मैले चाहिँ प्रभुलाई मैले चाहिँ इन्कार गरेको भएदेखि मैले आजको दिनसम्म चाहिँ यो मौका मैले पाउने थिएन। र जुन दिन मैले प्रभुले अनि मैले चिन्ने मौका पाएँ, विश्वास गर्ने मौका पाएँ र अनि त्यो दिनले चाहिँ मलाई चाहिँ यहाँसम्म चाहिँ आउने मौका अनि त्यो प्रेरणा मैले पाएँ। र त्यो सुसाइड गर्ने योजना पनि बाटो पनि मैले चाहिँ छुटकारा पाउँदै गएँ। दुष्टको अनि मुकाबला दुष्टहरूबाट चाहिँ पीडितको अवस्थामा पनि मैले चाहिँ त्यसबाट पनि मैले मेरो विश्वासको कदर अनुसार मैले चाहिँ अनि म छुटकारा पाउँदै गएँ। र आज यसरी अनि आजको यो दिनसम्म मैले प्रभुको कार्यमा अनि काम गर्ने मौका अनि प्रभुको सेवकाईमा अनि गर्ने मौका अनि आजको दिनसम्म अनि यसरी आउने मौका मैले पाएको छु यो। र अनि मेरो घर परिवार अझ पनि अनि के छन् अनि मेरो विरुद्धमा छन्। मेरो विरुद्ध गर्नु भनेको प्रभुको विरुद्ध गर्नु हो होइन। अनि अझ पनि इन्कार गर्छन् कतिपय कुराहरू मेरो समाजबाट, मेरो एरियाबाट अनि मेरो आफन्तबाट अझ पनि मलाई चाहिँ इन्कार गर्छन्। मैले इन्कार गर्नु भनेको चाहिँ प्रभुले इन्कार गर्नु हो। किनभने सत्यतालाई जबसम्म मानिसले चिन्दैन तबसम्म त्यो हुन्छ। मैले पनि एक समय इन्कार गरेको थिएँ। जुन दिन मैले प्रभुको बारेमा मैले जाने तब मुक्तिको कुरा रहेछ भन्ने कुराहरू मैले थाहा पाएँ, महसुस गरेँ। र आज मुक्तिको कुरालाई, मुक्तिको बाटोमा मैले चाहिँ विश्वास गरेको कारण र मैले जीवन मैले पाएको छु। त्यो जीवनले आजसम्म मलाई प्रभुको कार्यमा सहकारी हुन मैले मौका पाएको छु। र मैले यसरी नै जीवनमा ती सबै तिता मिठा कुराहरूबाट सङ्घर्ष गर्दै म यहाँसम्म आउने मौका पाएको छु। प्रभुलाई म धन्यवाद दिन्छु है। अनि मैले त्यो सुसाइड गर्ने सोच विचारबाट पनि मैले चाहिँ अनि छुटकारा पाएको छु। किनभने अब संसारको थोकलाई हामीलाई जीवनको कुरामा होइन तर मृत्युको मुखमा धागल्छ र जीवनको कुरालाई हामीलाई जीवनमा पुर्याउँछ। यो कुराहरू आजसम्म मैले चाहिँ मैले चाहिँ आशिष पाएको छु। हुन्छ, धन्यवाद। धन्यवाद अङ्कललाई यो मिठो गवाई लिएर आइदिनु भएकोमा। र जसले पनि हेर्दै हुनुहुन्छ यो गवाईद्वारा चाहिँ तपाईँहरू पनि उत्साहित हुनुभएको छ भनेर हामी विश्वास गर्छौँ है। र अझै आउँदो भिडियोहरूमा यस्तै अझै थुप्रै गवाईहरू हामी लिएर आउनेछौँ। हामीलाई साथ दिएर सपोर्ट दिएर है जोडिराख्नु होला। जय विश्व।